सम्पूर्णमा जयमसी। म के माले मगर म तपाईँहरूको सामुन्ने पवित्र शास्त्र बाइबलबाट म केही कुरा म हेर्नेछु। एशियाको पुस्तक 24को 5 पदलाई म पाठ गर्नेछु। यहाँ यसै लेखेको छ, पृथ्वी त्यसमा रहने मानिसहरूद्वारा दूषित पारिएको छ। तिनीहरूले नियमहरू उल्लङ्घन गरेका छन्, कानुनहरू भङ्ग गरेका छन् र सदा सर्वदाको करार तोडेका छन्। पृथ्वी त्यसमा रहने मानिसहरूद्वारा दूषित पारिएको छ। परमेश्वरको क्रोध संसारमाथि आउने छ, किनकि मानव जातिले पृथ्वीलाई आफ्ना पाप, अनैतिकता र दुष्टताद्वारा दूषित पारेका छन्। वर्तमान समयमा पापले अधीन गर्छ, तर परमेश्वरले अन्त्यको समयमा अधर्ममा आनन्द हुने सबैमाथि भयानक दण्ड र टार्न नसकिने विनाश राख्नुहुनेछ। आजको वचन पढाइमा प्रभुले आशिष गर्नुभएको सबैलाई जय मसीह।